शेयर बजारमा सबैभन्दा धेरै सोधिने प्रश्नमध्ये एउटा हो, खेलाडीले अहिले कुन शेयर उठाइरहेका छन्। जब कुनै शेयर अचानक चल्न थाल्छ, भोल्युम बढ्छ, कारोबार रकम असामान्य देखिन्छ अनि बजारमा त्यसको चर्चा सुरु हुन्छ, त्यतिबेला शेयर बजार आकाशियो तुरुन्तै किन्नु पर्छ। के यहाँ ठूला पैसा भएका मानिस छिरेका हुन्? यो अभूतपूर्व छ। वास्तविकता के हो भने बाहिरबाट हेरेर मात्रै कुनै शेयरमा खेलाडी लागेको छ भनेर 100% निश्चित भन्न सकिँदैन। हामीले केवल बजारमा देखिने संकेतहरूका आधारमा अनुमान गर्न सक्छौं र आजको भिडियोमा हामी त्यही संकेतहरूबारे बुझ्नेछौं जसले कुनै शेयरमा एक्युमुलेसन भइरहेको हुन सक्ने सम्भावना देखाउँछ। सबैभन्दा पहिले एउटा कुरा बुझौं, शेयर उठाउनु भनेको के हो? जब ठूला लगानीकर्ताले बिस्तारै धेरै किता शेयर जम्मा गर्न थाल्छन्, त्यसलाई बजार भाषामा शेयर उठाइरहेको भनिन्छ। उनीहरू एकै दिन बजार हल्लिने गरी खरिद गर्दैनन्, किनकि त्यसो गर्दा मूल्य धेरै माथि जान्छ। बरु उनीहरू चुपचाप सानो सानो भागमा धेरै चर्चा नहुने गरी शेयर सङ्कलन गर्न खोज्छन्। यसलाई एक्युमुलेसन फेज पनि भनिन्छ। अब प्रश्न आउँछ, त्यस्तो शेयर कसरी चिन्ने? पहिलो संकेत, मूल्य धेरै नबढी कारोबार रकम बढ्नु। यदि कुनै शेयर लामो समय एउटै दायरामा चलिरहेको छ तर त्यसमा दैनिक कारोबार रकम बिस्तारै बढ्दैछ भने त्यहाँ कसैले बिस्तारै शेयर जम्मा गरिरहेको सम्भावना हुन सक्छ, किनकि ठूला लगानीकर्ता प्राय स्थिर मूल्यमा क्वाइटली प्रवेश गर्न चाहन्छन्। तर याद राख्नुहोस्, यो केवल संकेत हो, प्रमाण होइन। दोस्रो संकेत, घट्दा धेरै नघट्ने शेयर। बजार राताम्य भए पनि कुनै शेयर धेरै तल नझर्ने, सानो गिरावटपछि तुरुन्त बाइङ आउने अनि फेरि बिस्तारै माथि जान खोज्ने देखियो भने त्यहाँ डिमान्ड बलियो भएको बुझ्न सकिन्छ। कहिलेकाहीँ यस्ता शेयरमा ठूलो सपोर्ट हुन्छ, तर त्यो सपोर्ट खेलाडीको हो कि जेन्युन इन्भेस्टरको, त्यो छुट्याउन सजिलो हुँदैन। तेस्रो कुरा, भोल्युमको व्यवहार। यदि शेयर बढ्दा राम्रो भोल्युम आउँछ तर घट्दा कारोबार कम हुन्छ भने धेरै मानिस बेच्न इच्छुक छैनन् भन्ने संकेत हुन सक्छ। तर यसको उल्टो पनि हुन्छ। कहिलेकाहीँ शेयर धेरै माथि पुगेपछि अचानक ह्युज भोल्युम आउँछ। त्यो एक्युमुलेसन होइन, डिस्ट्रिब्युसन पनि हुन सक्छ। अर्थात् ठूला लगानीकर्ताले प्रफिट बुक गरेर बेचिरहेका हुन सक्छन्। अब कुरा गरौँ फ्लोर सिटको। धेरै मानिस भन्छन् फलानो ब्रोकरले धेरै किन्यो, अब शेयर उठ्छ। तर वास्तविकता अलि फरक छ। एउटै ब्रोकरबाट हजारौं ग्राहकले कारोबार गर्न सक्छन्। त्यसैले फ्लोर सिट हेरेर मात्रै निष्कर्ष निकाल्नु खतरनाक हुन सक्छ। हो, यदि लगातार एउटै ब्रोकरबाट ठूलो खरिद देखिन्छ भने त्यो एउटा संकेत हुन सक्छ, तर त्यही आधारमा पैसा हाल्नु बुद्धिमानी होइन। अर्को महत्त्वपूर्ण संकेत, हल्ला आउनु अघि कारोबार बढ्नु। कहिलेकाहीँ कुनै कम्पनीको राम्रो समाचार आउनु अघि नै शेयरमा मुभमेन्ट सुरु हुन्छ, जस्तै लाभांशको सम्भावना, मर्जर, हकप्रद वा व्यवसाय सुधारको संकेत। यदि आधिकारिक सूचना आउनु अघि नै कारोबार बिस्तारै बढिरहेको छ भने त्यहाँ इन्फर्मड बाइङ भएको हुन सक्छ। तर सावधान, बजारमा फेक हाइप पनि बनाइन्छ। कहिलेकाहीँ केवल मानिसलाई आकर्षित गर्न भोल्युम बढाइन्छ। त्यसैले सोशल मिडियाको हल्लामा आँखा चिम्लेर विश्वास गर्नु खतरनाक हुन सक्छ। अब सबैभन्दा महत्त्वपूर्ण कुरा, कम्पनीको आधारभूत अवस्था। यदि कम्पनीको नाफा बढ्दैछ, ऋण घट्दैछ, व्यवसाय विस्तार भइरहेको छ, इपिएस सुधारिरहेको छ अनि त्यही समयमा शेयरमा हेल्दी बाइङ देखिन्छ भने त्यो राम्रो संकेत हुन सक्छ। तर कम्पनी कमजोर छ, नाफा छैन, भविष्य स्पष्ट छैन, तर शेयर मात्र रकेट जस्तो उडिरहेको छ भने त्यहाँ रिस्क धेरै हुन सक्छ। विशेष गरी लो फ्लोट शेयरमा। बजारमा उपलब्ध शेयर संख्या कम भएका कम्पनीमा थोरै पैसाले पनि मूल्य माथि तल गर्न सकिन्छ। त्यसैले कम कारोबार हुने शेयर अचानक धेरै चल्न थाल्यो भने त्यो एक्युमुलेसन पनि हुन सक्छ, पम्प एन्ड डम्प पनि हुन सक्छ। अन्तिम र सबैभन्दा महत्त्वपूर्ण कुरा, खेलाडी खोज्ने प्रयासमा आफ्नो एनालिसिस गर्न नछोड्नुहोस्, किनकि ठूला लगानीकर्ताको स्ट्र्याटेजी फरक हुन्छ। उनीहरू सस्तोमा प्रवेश गर्छन्, मार्केटमा एक्साइटमेन्ट आउँदा बेच्न थाल्छन्, तर साना लगानीकर्ता प्राय ढिलो प्रवेश गर्छन् अनि करेक्सन आउँदा फस्छन्। त्यसैले केवल भोल्युम, फ्लोर सिट वा सोशल मिडिया हाइप हेरेर निर्णय नगर्नुहोस्। कम्पनीको फाइनान्शियल रिपोर्ट हेर्नुहोस्, इपिएस, पीई रेशियो, नेटवर्थ, डिभिडेन्ड हिस्ट्री, सेक्टर कन्डिसन सबै बुझेर मात्रै निर्णय लिनुहोस्, किनकि बजारमा सबैभन्दा ठूलो सुरक्षा भनेको जानकारी र धैर्यता हो। अन्त्यमा, यदि कुनै शेयर धेरै हल्ला बिना बिस्तारै बलियो भइरहेको छ, भोल्युम क्रमिक रूपमा बढ्दैछ, घट्दा सपोर्ट देखिन्छ र कम्पनीको आधारभूत अवस्था पनि सुधारिरहेको छ भने त्यहाँ एक्युमुलेसन भइरहेको सम्भावना हुन सक्छ। तर फेरि पनि बजारमा कुनै कुरा 100% निश्चित हुँदैन।
त्यसैले भावनाले होइन, ज्ञानले लगानी गर्नुहोस्। यो भिडियो केवल शैक्षिक र जानकारीमूलक उद्देश्यका लागि तयार पारिएको हो। यसलाई प्रत्यक्ष लगानीको सल्लाहको रूपमा नलिनुहोला। शेयर बजार रोकिने हुन्छ, त्यसैले लगानी गर्नुअघि आफ्नो वित्तीय सल्लाहकारसँग परामर्श लिनुहोस् र आफ्नै जोखिम वहन गर्ने क्षमताको मूल्याङ्कन गर्नुहोस्।